मेरो मेन प्रब्लम चाहिँ ब्रिदिङमा नै थियो। मेरो इम्प्रुभमेन्ट हेरेर चाहिँ म सबैजनालाई रिकमेन्ड नै गर्छु। म चाहिँ एकदमै स्पिकिङ चाहिँ धेरै नै इम्प्रुभ भएको देखेर चाहिँ म आफूले एक्सपेक्ट नगरेको कुरा चाहिँ एकदम आउट पाएँ। त्यही भएर I'm happy. I recommend everyone to join your classes. It is very effective. ओके डेभिडको अलिकति पिटी एक्जाम कस्तो थियो, पहिलाको एक्जाममा के स्कोर थियो र पछि स्कोर के थियो, अलिकति आफ्नो जर्नी सेयर गरिदिनु न त ल। हजुर सर, थ्याङ्क यू सो मच सर। मेरो चाहिँ पहिलाको पिटी एक्जाम चाहिँ एकदम बिग्रेको थियो। म एकदम भिजाको लास्ट स्टेजमा थिएँ। लगभग मेरो भिजा सकिनुभन्दा चाहिँ म 20 days सम्ममा थिएँ लास्ट स्टेजमा। एकदमै टेन्सन लागिरहेको थियो। अनि हजुरको क्लास जोइन भए पछाडि चाहिँ म धेरै इम्प्रुभ भयो मेरो पिटी। पहिलाको मेरो पिटी मार्क्स चाहिँ 44 आएको थियो ओभरअली, र आफ्टर द क्लासेस मेरो फाइनल रिजल्ट चाहिँ 65 आयो। डेभिडले प्र्याक्टिस गर्दाखेरि चाहिँ कुन कुन कुरामा बेसी इम्प्रुभमेन्ट भयो क्लासेस लिइसकेपछि? लर्निसको जुन पोर्टल छ यसले कति हेल्प गर्यो डेभिडलाई स्कोर इम्प्रुभ गर्नको लागि? हजुर सर, त्यसबाट चाहिँ मलाई धेरै नै हेल्प भयो। अब त्यहाँ भएको जुन स्टडी मटेरियलहरू, अनि त्यो रिपिटेड क्वेसन्सहरू, अनि जुन त्यो हजुरको त्यो मैले रेकर्डेड भिडियोहरू पनि हेरेँ, ब्रिदिङ एक्सर्साइजहरू, त्यसले चाहिँ मलाई धेरै नै इम्प्रुभ भयो। र स्पिकिङमा अलिकति कमजोर नै थियो। आफ्टर द क्लासेस आई इम्प्रुभ अ लट। डेभिडको स्पिकिङमा 39 रहेछ पहिला है? ए हजुर हजुर। 39बाट कति पुगेको छ? 79? हजुर 79। के कुरा चाहिँ क्लासको कुन कुराले चाहिँ त्यस्तो ड्रास्टिक चेन्ज गरायो डेभिडको स्कोरमा? मेरो चाहिँ मेन चाहिँ ब्रिदिङ प्र्याक्टिस, त्यो पहिला फ्लुएन्सी स्टार्ट चाहिँ कसरी स्टार्ट गर्ने, 1 सेकेन्ड पज गरेर, अनि त्यो माइक पोजिसनदेखि लिएर त्यो कुराहरूलाई चाहिँ धेरै नै इम्प्रुभ भयो। मेरो मेन प्रब्लम चाहिँ ब्रिदिङमा नै थियो। मेरो इम्प्रुभमेन्ट हेरेर चाहिँ म सबैजनालाई रिकमेन्ड नै गर्छु। म चाहिँ एकदमै स्पिकिङ चाहिँ धेरै नै इम्प्रुभ भएको देखेर चाहिँ म आफूले एक्सपेक्ट नगरेको कुरा चाहिँ एकदम आउट पाएँ। त्यही भएर I'm happy. I recommend everyone to join your classes. It is very effective.